साधु हम देखा बड़ा तमाशा, विश्व देख भयामय विस्मय, देख देख आवत मोहे हासा, देख देख आवत मोहे हासा, साधु हम देखा बड़ा तमाशा। कुनै पनि व्यक्तिले आफ्नो सहज परिस्थितिमा गर्ने कार्यभन्दा असहज परिस्थितिमा रहेर विभिन्न कार्यहरू गर्दछ भने त्यो असहज परिस्थितिलाई देख्नेवाला दोस्रो व्यक्तिले त्यो कार्यलाई तमासाको रूपमा देख्दछ। महामती स्वामी श्री प्राज्ञजी महाराज कीर्तन वाणीभित्र तमासा शब्दलाई ल्याएर संसारको गतिविधि दर्शाउँदै हुनुहुन्छ। परब्रह्म परमात्माको दिव्य धामदेखि यस धरामा आएर एक आत्माले परमात्माको चिन्तन, परमात्माको सत्संग, परमात्माको भजन, परमात्माको ज्ञानको अनुष्ठानलाई छोडेर जब संसारका कार्यहरूमा मात्रै लाग्दछ भने परमात्माले त्यो अवस्थालाई, त्यो परिवेशलाई तमासा नामले यहाँनिर पहिचान गराउनु भयो। प्राज्ञजीले जब संसारमा सद्गुरुको ज्ञानबाट जागृत भएर संसारलाई हेर्न थाल्नुहुन्छ, संसारको हरेक क्षेत्रमा, चाहे राजनीतिक क्षेत्र होस्, चाहे सामाजिक क्षेत्र होस्, चाहे धार्मिक क्षेत्र होस्, विभिन्न संस्थागत क्षेत्रहरूमा भइरहेको कार्यलाई अवलोकन गर्दाखेरि त्यो सहज परिस्थिति भन्दाखेरि पनि असहज परिस्थितिलाई धेरै देख्नु हुँदछ र त्यसैले तमासाको संज्ञा दिनु हुँदछ। यो तमासा किन संसारमा भयो, किन देखियो त भन्दा जब व्यक्तिले परमात्माको भजन, परमात्माको सत्संग, परमात्माको चिन्तन, परमात्माको निर्ध्यासनलाई छोडेर बाँकी कार्य गर्दछ भने त्यो तमासा मात्रै बन्दछ। परमात्माले हेर्ने दृष्टिमा अथवा अध्यात्मले देख्ने दृष्टिमा जब व्यक्तिले सत्यलाई चिन्दैन, सत्यलाई देख्ने क्षमता उसमा वृद्धि भएको हुँदैन, सत्य दृष्टिको उजागर भएको हुँदैन भने त्यो व्यक्तिको दृष्टिमा अथवा नजरमा जहिले पनि असत्यको दृष्टि आइरहेको हुन्छ, असत व्यवहार भइरहेको हुन्छ, साँचो चिजलाई उसले देख्न सकिरहेको हुँदैन र उसबाट तमासा हुने गर्छ। उसबाट सत्य व्यवहार बाहिर आउन सक्दैन। किन आज त्यो असत्य व्यवहारको विकास संसारमा भइरहेको छ? सत्य दृष्टिलाई व्यक्तिले किन उजागर गर्न सकिरहेको छैन र तमासा भइरहेको छ त भन्दा व्यक्ति आज अध्यात्मदेखि टाढा भागिरहेको छ। संसारको बदलिदो परिस्थितिलाई आत्मसात गरेर संसारमा भएका विषयवस्तुहरूलाई मात्रै आफ्नो जीवनको दैनिकी बनाइरहेको छ। वेदादि ग्रन्थहरूलाई पढ्न छोडिसकेको छ। शास्त्रादि ग्रन्थहरू, इतिहास पुराण आदि ग्रन्थहरू, उपनिषद ग्रन्थहरू व्यक्तिले आज हेर्न छोडिरहेको छ। कि सत्यलाई हेर्ने दृष्टि अध्यात्मबाट उजागर हुन्छ र अध्यात्मको ज्ञान धर्मशास्त्रभित्र निहित छ र ती धर्मशास्त्रहरूदेखि व्यक्ति अलग भइसके पछाडि तिनीहरूमा दृष्टि
नलगाएपछि व्यक्तिको बाह्य दृष्टि मात्रै उजागर हुँदछ र त्यो बाह्य दृष्टिले केवल बाहिरी संसारलाई देख्छ, संसारको गतिविधिलाई देख्छ र संसारको कार्यमा अल्मलिएर ऊ यति बन्धनमा बाँधिएको हुन्छ। त्यो बन्धनलाई तोडेर अन्तिममा ऊ त्यो संसारबाट मोक्ष गति प्राप्त गर्न सक्दैन र त्यो बन्धनमा बाँध्नेवाला जति पनि कार्यहरू छन् त्यो कार्यहरूलाई अवलोकन गरेर महामती स्वामी श्री प्राणनाथजी महाराज बताउनुहुन्छ कि साधु हन देखिया बडा तमासा कि हे साधकजन, हे मुमुक्षजन, संसारमा मैले ठुलो तमासा देखिरहेको छु, जुन तमासालाई हेरेर म अत्यन्तै दुखी पनि हुन्छु, विस्मय पनि हुन्छु र अन्तर हृदयमा एक प्रकारको हाँसो पनि उठ्ने गर्छ। त्यो हाँसो किन उठ्छ त भन्दा त्यो व्यक्तिहरूको कार्य देखेर, व्यक्तिहरूको कर्म देखेर कि बडा तमासा, तमासा पनि कत्रो अरे भन्दा त्यो सानो होइन, एकदमै ठुलो तमासाले प्राणनाथजी महाराज देख्दै हुनुहुन्छ। त्यस्तो तमासा चाहिँ संसारमा के भइरहेको छ त भन्दा यो संसार मैले चलाएको हो, यो संसारमा सबै थोक गर्नेवाला म हुँ, म बिना त यो संसारै चल्दैन, यो संसारको सम्पूर्ण व्यवस्था मैले चलाएको हो भन्ने भाव व्यक्तिको हृदयमा आउँछ। मेरी मेरी कद दुनी जाते बोझ ब्रह्माण्ड शिर लेगे। सारा संसारको बोझलाई आफ्नो शिरमा राखेर यो संसार मैले चलाएको जस्तो भावना व्यक्तिले आफ्नो दिलमा लिँदछ र यो जीवन कतिखेर सकिन्छ, जीवनले हामीलाई कतिखेर छोड्छ त्यसको अन्दाज हामीलाई भएको छैन। नहीं भरोसा तिनको वर्ष मास और दिन, ये तो दम पर बाँधिया तो भी भूल जात भजन्न। प्रत्येक आउने र जाने यो श्वासको डोरीमा हाम्रो जीवन अडिएको छ। यति नाजुक, यति छोटो जीवनलाई धारण गरेर पनि म संसारकै कार्य, यो संसार मेरो हो, यो संसार म बिना चल्न सक्दैन भन्ने भावनालाई हृदयमा राखेर व्यक्ति अगाडि बढिरहेको छ। यो सारा संसारको बोझ आफूमा लिन्छ तर अध्यात्मको एउटा सानो बोझ पनि उठाउन नसक्ने अवस्थामा व्यक्ति पुगेको छ भने त्यो कार्यलाई प्राणनाथजी महाराजले तमासा भन्दै हुनुहुन्छ। यी पाउ पलकका नै भरोसा, एक पलको पनि यो जीवनको भरोसा लिएर हामी अगाडि बढिरहेका हुँदैनौँ कि कतिखेर हाम्रो जीवन सकिन्छ, कतिखेर हाम्रो जीवन अन्त्य हुन्छ, त्यसको कुनै ग्यारेन्टी छैन, त्यसको कुनै भरोसा छैन। त्यस्तो नाजुक जीवनलाई बोकेर पनि हामी दैहिक घमण्ड गर्छौँ, संसारको घमण्ड गर्छौँ। परब्रह्म परमात्मा अथवा ज्ञानीजनको शरणमा हामी कहिले पनि जाँदैनौँ। परमात्माको चरणमा, गुरुजनको चरणमा आफ्नो शिरलाई कहिले पनि झुकाउँदैनौँ। यो संसारको एउटा तमासा हो। जबसम्म शरीरमा शक्ति छ, जबसम्म शरीरमा सामर्थ्य छ, बल छ, ताकत छ, तबसम्म हामी संसारसँग लडिरहन्छौँ। संसार प्राप्त गर्नको लागि हामी त्यो ताकत, त्यो सामर्थ्य लगाइरहन्छौँ। जब शरीरमा ताकत सकिन्छ, शरीरमा बल सकिँदछ, त्यो समयमा पुगिसके पछाडि हृदयमा अन्धकार छाउँदछ, बाहिरी दृष्टिहरू बन्द हुन थाल्छन्, हाम्रा श्रवण शक्तिहरू कम हुन थाल्दछ, आँखाले देख्न छोड्दछ, शक्तिले स्वयं व्यक्तिले तीर्थाटन गर्न सक्दैन। अनि त्यो अवस्थामा हृदयतर्फ फर्किँदा, आफ्नो दिलतर्फ फर्किँदा अन्धकार सिवाय केही पनि देखिँदैन अनि पश्चातापको अग्निमा जल्न थाल्दछ। न करी भजन दोष देवी साईको, करी दया बिना न हुई साधसंग। कि परमात्माको दया बिना, परमात्माको कृपा बिना सज्जनको संगत पनि प्राप्त हुन सकेन भन्ने अभिव्यक्तिहरू यहाँबाट निस्किँदछन्। समयमा परमात्माको भजन गरेको भए, परमात्माको
भक्ति गरेको भए, परमात्माको सत्संग मैले प्राप्त गरेको भए यस्तो हुने थिएन भन्ने पश्चाताप व्यक्तिलाई लाग्न थाल्दछ। तर समय र सामर्थ्य हुँदाहुँदै शरीरले साथ दिँदै हामीले परमात्माको भजन गर्नुपर्दछ भन्ने सन्देश पनि हामीलाई यहाँदेखि मिल्दछ। त्यो सन्देश मिल्दै पनि त्यो कार्य हामीले गर्न सकेनौँ भने केवल संसारको तमासा रूपी पिटारामा हामी पनि त्यो ढोल बजाउँदै अगाडि बढिरहेका हुन्छौँ। आफूले आफूलाई मायाको बन्धनमा, संसारको बन्धनमा बाँधिरहेका हुन्छौँ कि कसैले पनि संसारको बन्धनमा आएर जीवलाई बाँध्ने कार्य गर्दैन। स्वयं आफ्नै कारणले, आफ्नै विषयले जीवले आफूलाई बाँधिरहेको हुन्छ र त्यो बन्धनमा परिसके पछाडि त्यो बन्धनको मर्म के हो, त्यो बन्धनले मलाई कसरी असर गर्छ, त्यो बन्धनले मलाई कुन खाडलमा लगेर जाग्दछ, त्यसको विषयमा ज्ञान हुँदैन। स्वयं हामीभित्र अध्यात्मको ज्ञान नभएको कारणले गर्दाखेरि अध्यात्मको विषयवस्तुलाई, परमात्माको विषयवस्तुलाई हेर्ने दृष्टि अन्धो भएको हुन्छ। हाम्रो दृष्टि खुलेको हुँदैन। अपनो कियो नदेखि अन्त्य पछि रोवे दोष देले कर्ममा। जब अन्तिम समय आउँदछ त्यो समयमा आफूले पूर्व गरेका कार्यहरूलाई दोष दिनुदेखि सिवाय अरू कुनै पनि विकल्प रहँदैन। अन्तिम समयमा मैले जीवनभरि सत्कर्म गरिनछु, मैले जीवनभरि पुण्य कर्म गरिनछु, मैले जीवनभरि परमार्थिक कार्यहरू गरिनछु भनेर त्यो दुःखमा तडपेर बस्नुदेखि सिवाय अरू कुनै पनि कार्य रहँदैन। यो विषयलाई पनि महामती स्वामी श्री प्राणनाथजी महाराजले तमासाको रूपमा दिनुहुन्छ र संसारमा एउटा आध्यात्मिक जगतमा प्रवेश गरेर पनि अध्यात्मभित्र, धर्मभित्र, विभिन्न सम्प्रदायभित्र पनि विभिन्न प्रकारका तमासाहरू, ती साधु सन्तहरू बीचको जुन एउटा सांसारिक विषयवस्तुको झगडा छ त्यसको विषयमा पनि प्राणनाथजी महाराजले तमासाकै संज्ञा दिनुभएको छ। परमात्माको विषयवस्तु प्राप्त गरेर केवल परमात्माकै विषयको चिन्तन संसारमा गर्नुपर्दछ। परमात्माकै विषयमा ध्यान चिन्तन हामीले संसारमा गर्नुपर्दछ, न कि सांसारिक विषयवस्तुलाई लिएर, सानो ठुलोको विषयवस्तुलाई लिएर, साम्प्रदायिक विषयवस्तुलाई लिएर झगडाको विषयवस्तु बनाउनु हुँदैन। महामती स्वामी श्री प्राणनाथजी महाराज तत्कालीन समयमा देख्दाखेरि साम्प्रदायिक रूपमा पनि झगडा भइरहेको छ, साधु सन्तहरू बीच पनि मनमुटाव भइरहेको छ। यो ठुलो एउटा तमासाको रूपमा उहाँले देख्नुहुँदछ। त्यसै कारणले गर्दाखेरि सादा सुनेमै देखे केते अगम कर गावे कि संसारमा मैले एउटा अध्यात्मको मार्गमा हिँडेर जो एउटा साधुत्वलाई धारण गरेर अगाडि बढिरहेको छ भने त्यस्तो व्यक्तिमा पनि अवगुणहरू मैले देखेको छु। आफूले आफूलाई साधु मान्ने, आफूले आफूलाई ज्ञानी मान्ने, आफूले आफूलाई जानकार मान्ने, तर उसको हृदयमा पनि, उसको दिलमा पनि एउटा भ्रमको ठुलो खाई देखिँदछ। भ्रमको जालो उनीहरूको हृदयमा पनि देखिँदछ। जति नै परमात्माको विषयवस्तु बखान गरे पनि, अगमको विषयवस्तुको बखान गरे पनि उनीहरूमा त्यो भ्रम अझै पनि छुट्न सकेको छैन। त्यो पनि महामती स्वामी श्री प्राणनाथजी महाराजले एउटा ठुलो तमासाको रूपमा देख्नु भएको छ। यस्ता अनेकौं विषयवस्तुहरू महामती स्वामी श्री प्राणनाथजी महाराजले तमासाको रूपमा यो संसारमा हामीलाई ज्ञानको माध्यमबाट दिनुभएको छ। र हामीले अब विचार गर्नुपर्दछ कि म पनि यही तमासाको लाइनमा अगाडि बढिरहेको छु कि मेरो अन्तर्दृष्टिमा परमात्मालाई राखेर, परमात्मासँग मेरो अन्तर्दृष्टि जोडेर त्यो परमात्माको चिन्तन र ध्यानमा म अगाडि बढिरहेको छु। यी विषयवस्तुलाई हामीले ध्यान दिनुपर्दछ, किनकि स्वयं परब्रह्म परमात्मा यो धरतीमा सद्गुरुको रूपमा आएर तारतम रूपी ज्ञान दिएर हामीलाई तारतमको माध्यमबाट सच्चा दृष्टि उजागर गर्ने प्रकाश हामीलाई प्रदान गर्नुभएको छ। जुन प्रकाशको माध्यमबाट सत्य र असत्यको निरूपण हामी संसारमा गर्न सक्छौं, माया र ब्रह्मको निरूपण हामी संसारमा गर्न सक्छौं, सपना र जागृतको निरूपण हामी संसारमा गर्न सक्दछौं। त्यसको माध्यमबाट आफ्नो दृष्टिमा जहिले पनि सच्चाई देख्ने बानीको विकास गरौं। आफ्नो व्यवहारमा जहिले पनि सच्चाई व्यवहार गर्ने बानीको विकास हामीले गर्नुपर्दछ। जहिले पनि हामीले सत्य बोल्ने बानीको विकास गर्नुपर्दछ। हाम्रो दृष्टि कहिले पनि असत्यतर्फ
अन्जानतर्फ अज्ञानतर्फ हामीले बढाउनु हुँदैन। यदि हाम्रो दृष्टि अज्ञानतर्फ जाँदछ, असत्यतर्फ जाँदछ, झुटोतर्फ जाँदछ, संसारतर्फ मात्रै जाँदछ भने परमात्माको दृष्टिमा त्यो जहिले पनि तमासा मात्रै हुँदैछ। तमासाले हाम्रो कहिले पनि कार्य सिद्ध हुँदैन। केवल तमासालाई छोडेर परमात्माका विषयवस्तुलाई चिन्तन गरेर आफ्नो जीवन सफल बनाइयो भने त्यसैमा हाम्रो जीवन धन्य हुन्छ, त्यसैमा हाम्रो जीवन सफल हुन्छ। बोलो श्री प्राणनाथ प्यारे की जय।